नमस्ते साथीहरू, हाम्रो बीच एलिजा बहिनी यहाँ आउनु भएको छन्। आज म उहाँलाई 5वटा नेपाली सेन्टेन्स सोध्नेछु र उहाँ कोसिस गर्नुहुन्छन् ती 5वटा नेपाली सेन्टेन्सलाई इङ्ग्लिसमा ट्रान्सलेट गर्न। एलिजा बहिनी तपाईँ तयार हुनुहुन्छ? हजुर। ओके, सोध्नु म तपाईँलाई। फर्स्ट नेपाली वाक्य यस प्रकारको रहेको छ, म विद्यालय जाने दिन चाँडै उठ्छु। I wake up early on school days. ओके, सेकेन्ड नेपाली वाक्य यस प्रकारको रहेको छन्, मेरी दिदीले बगैँचाका बिरुवामा पानी हाल्छिन्। My sister watered the plant in the garden. यसलाई एकपल्ट फेरि भन्नु, अलिक जोडले भन्नु होला। My sister watered the plant in garden. ओके, थर्ड नेपाली वाक्य यस प्रकारको रहेको छन्, तपाईँ धेरै राम्रो कोसिस गरिराख्नु भएको छन्। ओके, हामी कक्षा सुरु हुनु अघि लाइनमा उभिन्छौँ। We stand a line before class. ओके, अब सेकेन्ड लास्ट नेपाली वाक्य यस प्रकारको रहेको छन्, म मेरा आमा बुवाको कुरा ध्यान दिएर सुन्छु। I listen carefully my parents. ओके, अब लास्ट नेपाली वाक्य यस प्रकारको रहेको छन्, लिजाउनु यसलाई पनि तपाईँ धेरै राम्रोसँग सुन्नु होला। आज बस समयमै आइपुग्छ। The bus arrived on time today. त बहिनीले धेरै नै कोसिस गर्नुभयो र हाम्रो प्रयास छन् कि हामी आफ्नो ट्युसनको स्टुडेन्टलाई इङ्ग्लिस इम्प्रुभ गराओस्। त यो कोसिस चाहिँ यसरी नै जारी रहन्छन्। तर तपाईँहरू हाम्रो राम्रो कुरालाई या हाम्रो नराम्रो पक्षलाई या केही हामी मिस्टेक पर्छन् त्यो हामीलाई कमेन्ट मार्फत तपाईँहरू पनि सहयोग गर्नुहोला। त्यसको लागि तपाईँहरूको अपेक्षामा हामी गर्नेछौँ कि तपाईँहरूको कमेन्ट, तपाईँको राय विचार आउँछन्। त बहिनी, तपाईँ पनि केही भन्न चाहनुहुन्छन् हाम्रो दर्शकहरूलाई? भन्नुहोस्, तपाईँ हेर्नुहोस् हाम्रो भिडियोलाई। भिडियो हेर्नु, लाइक र सब्सक्राइब गर्नु। ओके, थ्याङ्क यू।